डाक्टर साहब तपाईँले अब यत्रो 25 वर्षको एक्सपिरियन्स छ तपाईँको यो मृगौला क्षेत्रमा होइन, कुनै बेला यस्तो पनि पेसेन्ट आउँछ होला तपाईँलाई होइन, डायग्नोसिस गर्नुभयो त्यो पेसेन्टलाई बिरामी यो छ भनेर पत्ता लाग्यो, तर त्यो पेसेन्टले तपाईँलाई अब मसँग यसको आर्थिक भार सहने क्षमता छैन, मलाई यतिकै छोडिदिनुहोस् अथवा मर्न छोडिदिनुहोस् होइन, त्यो बेला तपाईँ एउटा विशेषज्ञको नाताले तपाईँसँग त्यो स्किल छ, त्यसको ज्यान बचाउने स्किल छ र पनि तपाईँको हातमा त्यो कन्ट्रोलमा छैन, त्यो बेला तपाईँको मनमा के कुरा चल्छ होला, लाइक त्यो इन्सिडेन्टले तपाईँलाई के फिल? अब यस्तो सुन्नु है भाइ, यो इन्सिडेन्ट त 1-2 चोटि होइन 1000 चोटि भइसक्यो। हेर्नु 1000 चोटि के भन्नु म छु है। हामीलाई नेपालीहरूमा चाहिँ नेपालीको कन्सेप्ट के छ भने हामी चाहिँ हस्पिटलमा चाहिँ वी डोन्ट ह्याभ मनी के, बरु एउटा गाडी किन्न पैसा छ, नयाँ नयाँ आइफोन किन्न पैसा छ होइन, बरु छोराछोरीलाई पैसा छ होइन, तर हस्पिटल जान र गर्नुलाई चाहिँ पैसा छैन। यतितिर लिएर जान्छु, एउटा चाहिँ गर्न सक्नेले पनि नगर्ने होइन, नचाहने होइन, किनभने के भन्दै म राम्रो देखिरहेको छु, राम्रो भयो चाहिँ म राम्रो छु भनेर सोध्छन् कि, त्यो एउटा भयो। एउटा चाहिँ साँच्चीकै नगर्न सक्नेहरू है, यो मान्छेहरू पनि छन् है। हामीले कति बायोप्सी मैले अघि पनि भने यङ मान्छेहरूलाई जो 90% किडनी बिग्रिसकेपछि होइन, तर नबिग्रिन दिन अगाडि चेक जाँच गऱ्यो भने त्यो थाहा पत्ता लगाउँछ कि, जस्तै पिसाबमा प्रोटिन जाने भनेर जुन भन्छौँ ग्लोमेरुलोनेफ्राइटिस, त्यो रोग चाहिँ क्युरेबल रोग हो कि, त्यो निको पार्न सक्ने रोग आउने बित्तिकै। हजुर, समयमा सिम्टम्स आउने बित्तिकै होइन कि सिम्टम्स नआउन सक्छ, धेरैमा सिम्टम्स आउँदैन, त्यो उहाँहरूलाई चाहिँ हामीले निको पार्न सक्छौँ एउटा किडनी बायोप्सी यताउता भनेर। अब किडनी बायोप्सीको अहिलेको मार्केटमा चाहिँ हाम्रो 40-50 हज़ार खर्च हुन्छ हेर्नुहोस् है। अब त्यस्तो 40-50 हज़ार खर्च गरी त्यो किडनी बायोप्सी गर्न सक्ने मान्छेहरू छैन। इभन सबै कभरेज गर्दैन झन्, त्योभन्दा अगाडि त इभन टिचिङ हस्पिटल वीर हस्पिटलबाट गर्न नसकेर गएको एनजिओको थ्रुबाट हामी कहाँ आएर आई थिङ्क सो अहिले गर्वसँग म के भन्न सक्छु भने मैले 500वटा भन्दा बढी बायोप्सी मैले चाहिँ फ्रीमा गरिदिएको छु। कतिजनाको त घर जान आउनु पनि पैसा थिएन कि, उहाँलाई चाहिँ पैसा दिएर बोलाएर बायोप्सी गरेर फेरि पैसा दिएर पठाइदिएको छु कि हो। यो कुराहरू मैले किन अहिले निकाले भने यो कुरा मैले गरेँ, डाक्टर अर्चन शमशेर राणाले गरी, एउटा नेफ्रोलोजिस्ट गरी, यो मैले गरेर मैले बहादुरीको कुरा गरेँ होइन, यो हरेक नेपालीले पाउनुपर्ने हो फ्री। त्यो फ्री हरेक नेपालीले स्वास्थ्य फ्रीमा पाउनुपर्ने भनेर चाहिँ म पोलिटिक्समा गएको। यही कुराहरू लिएर म मिनिस्ट्रीहरू यिनीहरूमा गएँ, उहाँले त मतलबै गर्दैनन् कि, कुरामा मतलब गर्दैन।